बनाउने हो भने राजाको हत्यासम्म गर्न सक्यो भने के आएको भाग यिनले त्यसै छोड्छन् छोड्दैनन्। यिनलाई गर्नुपर्ने के छ भन्दा एउटा चिडियाखाना खोल्ने, देशका गद्दारहरू यिनीहरू हुन्, यिनलाई हेर्न 500 रुपियाँ टिकट, विदेशीलाई 1000 रुपियाँ टिकट भन्ने एउटा वाइफाई राखिदिने, सबै राखिदिने, दुनियाँ दिवाना राखिदिने, भित्रै घाम ताप सबै सुविधा, घाम ताप्न बेला बेलामा आधा घन्टा 1 घन्टा बाहिर निकाल्ने, भित्र भात पनि नदिने, मकै दिने, जाँतो राखिदिने, ढिकी राखिदिने, धान राखिदिने, दाउरा राखिदिने, सलाई राखिदिने, भाँडा दिने, भित्रै बस जाँतो पिल। जनताले गरिरहेको दुःख जे छ नि कमसेकम अनुभूति गर न। बाँचुन्जेल अब कति बाँच्छ र 2-4 वर्ष 2-4 वर्ष बाद एउटा चिडियाखाना खोलेर त्यो चिडियाखानामा यिनले राखेर देश बिगार्ने गद्दारहरू यिनीहरू हुन्। नेपालीले यसलाई हेरे बापत 500, गरिबलाई निम्नवर्गलाई 200, विदेशीलाई 1000 भन्ने लाइन लाग्छ। त्यो राजस्व ढुकुटीमा जनताको राजस्वमा चाहिँ जम्मा गर्ने पैसा। एमालेका नेता गोकुल कोटाले चाहिँ के भन्नु भन्दा राजा झापाका होलान्, पोखराका होलान्, एउटा टिकट काटेर आयो यो रोहिलो किन गरे भनेर भन्नुभयो संसदबाटै। त्यो भन्नुभएको थियो। गोकुल बास्कोटालाई त तपाईँलाई थाहै छ 71 करोडको काण्ड होइन उहाँको 71 करोड काण्डको जति बेला भ्याक्सिनेसनको काण्ड छ, जुन चाइनाबाट चाहिँ कोरोनाको भ्याक्सिनेसनको लागि कुरा भएको थियो, त्यति बेला उहाँले गरेको जति घोटाला छ त्यो सार्वजनिक रूपमा छरपष्ट भयो है। मैले घोटाला गर्दिनँ र गर्नु पनि दिन्न भने उहाँले गरिसकेपछि भन्नुभएको। अब उहाँलाई प्रोटेक्सन गर्ने के पे ओलियो। म कुनै पनि दलमा आबद्ध छैन। इभन एउटा स्वतन्त्र नेपाली नागरिकको हैसियतले मैले चाहिँ देशमा अपरिहार्य राजा किन छ भन्दाखेरि प्रत्यक्ष निर्वाचन प्रणालीबाट एउटा प्रधानमन्त्री है, अनि त्यसपछि एउटा अभिभावकको रूपमा राज संस्था रहने, अनि 77 जिल्लामा 77वटा सांसद मात्रै, अहिले 884 जना सांसद र सङ्घीयता पाल्दा पाल्दै राज्यको ढुकुटी भइयो, 25 करोड ऋण भयो। अहिले हामीलाई 86,000 जन्मदै हामीलाई ऋण छ, हामीसँग जडीबुटी छ, विभिन्न हामीसँग सम्भावनाहरू छन्। ती सम्भावनाहरू बाहिरको मान्छे आएर लडाइँको बेलामा के भयो थाहा छ? कुहिरे सेनाहरू बन्दुकको पछि अघि बन्दुक पछि बाइबल, बिचमा कुहिरे बोकेर डिटेक्सन लिएर गएर कहाँ के को खानी छ, युरेनियम, सुन खानी, तेल खानी कहाँ छ, डिटेक्सन गरेर गएर युद्ध विराम भयो भनेर यिनको सत्ता आएपछि तिनलाई त्यो खानीहरू बेचेको रेकर्डहरू हो। अहिले एमसिसीको काण्डहरू छ। 1 करोड हस्ताक्षर अहिले माननीय ज्ञानेन्द्र साई, म पनि बाहिरतिरबाट हस्ताक्षर कलेक्सन गरेर 1 करोड सर्वोच्च अदालतमा बुझाउँदै पनि, जबकि 2 करोड पनि जनता छैन नेपालभित्र। अहिले 1 करोड त बाहिरै छ। 2 करोड 96 लाख हाम्रो क्यालकुलेसनमा छ, 1 करोड बाहिरै छ। तर पनि 1 करोड सङ्कलन गरेर सर्वोच्चमा बुझाउँदा पनि एमसिसी चाहिँ पारित गर्यो। एमसिसी पास भएपछि गगन थापाले भन्नुभएको थियो, काङ्ग्रेसको माननीय गगन थापाले भन्नुभएको थियो, यहाँ अमेरिकी सेनाहरूभित्रको खण्डमा मलाई मुडुलो बनाएर थानकोट कटाइदिए हुन्छ भन्नुभयो। चारपाटे मोडेर अब बुट बजारेर छिर्यो नि है। हतियार बोकेर चाहिँ नि विदेशी सेना हतियार बोकेर मुक्तिनाथ गएर भारतीय सेनासँग डिटेक्सन बोकेर गएर अनि मुस्ताङमा गएर तपाईँको चाहिँ एमसिसीको डिटेक्सन गरेर है, त्यहाँनिर युरेनियम खानीको डिटेक्सन गरेर त्यहाँनिर एमसिसीको परियोजना लिएर आएर यिनले जब 68 अर्बमा हामीले त्यो जमानामा त्रिभुवनले 50 करोड बेलायत जस्तो राष्ट्रलाई दान दिएको मुलुकको नागरिक हामी, जब अहिलेको 68 अर्ब भन्दा त त्यो 50 खर्ब होला नि त। त्रिभुवनको 50 करोड त अहिलेको खर्ब हो नि। जब 68 अर्ब रुपियाँलाई मात्रै लोभ लालच हेर्नु त त्यसबाट हामीलाई के फाइदा छ? हामीसँग त्यो सबै चिजको सम्भावना छ। हाम्रा जडीबुटी, हाम्रा यी खानीहरूको छ नि विज्ञ वैज्ञानिकहरू चाहिँ नि सोरेर अमेरिका लैदिया छ, युरोपतिर जान बाध्य छ। नेपालीको यता भिभिआइपी गेट छ एयरपोर्टमा, यतापट्टि सब आउने ठाउँ छ, यताबाट भिभिआइपी जनताको करबाट उठेको पैसाले विदेश भ्रमणमा जानुहुन्छ। त्यही बाटो साइडबाट लास आएको उहाँले देख्नु न, त्यहाँ जान बाध्य पारिरहेछ। कारखाना बेचियो हो, यो कारणले राजाले बनाएका कारखानाहरू बेचियो। यही गणतन्त्रको नाममा चाहिँ गणतन्त्र जब जनताको मागे होइन, गणतन्त्र भनेको के हो भन्ने नै थाहा नभएका जनताले कसरी मागे? यो संसदीय व्यवस्था छ। संसदीय व्यवस्थाबाट हारेको आर्जु राणा अहिले परराष्ट्र मन्त्री हुनुभयो हो, सम्माननीय परराष्ट्र मन्त्री। के उहाँले मलाई भोट हाल्नुहोस्, तपाईँले मैले फ्रीमा मलेसिया पठाइदिन्छु भन्ने मान्छेलाई तपाईँले मलेसियाबाट म नेपालमा रोजगार दिन्छु, मलाई भोट हाल्नु भनेर ढाँट्नु पर्थ्यो। ढाँट्न पनि सिक्नुपर्छ। झुट बोल्ने मान्छेहरू हुन्, तर म तपाईँलाई फ्रीमा मलेसिया पठाइदिन्छु भनेर भोट पाउने है, त्यसरी भोट माग्ने। मलेसियामा हुनुहुन्छ तपाईँको छोरा भाइ, दाजुभाइ, भतिजाहरूलाई मैले चाहिँ नेपालमा रोजगार दिलाउँछु भनेर ढाँट्नु न कमसेकम होइन, मिठो ढाँट्नु न। यसरी जनतालाई भ्रममा पारेर हामी जनताहरू के गरेका छौँ? उहाँको म यो दलको हो, जन्मदै मेरो हजुरबाउ यो दल है, म फलानो यो मेरो बाउ म पनि यही रहेछु भनेर त्यसमा व्यक्तिको हजुर गणतन्त्रमा चाहिँ तपाईँ यसरी बोल्नु पाउनुभएको छ। यसरी तपाईँलाई मैले 2036 सालको इतिहास बताएँ। त्यति बेला राजाको सत्ता थियो। 2036 सालमा नानी मैया दाहाल
यहीँ काठमाडौँबाट जसरी अहिले सम्माननीय हाम्रो ब्रदर बालेनजी हुनुहुन्छ है, एउटा ग्रेटफुल पर्सन हो, जो ट्रम्पले पनि उहाँको प्रशंसा गर्नुभएको छ, प्रशंसा गरेर थाकिन्छ उहाँको। उहाँ जस्तै नानीमया दाहाल स्वतन्त्रमा उठेर काठमाडौँ महानगरको मेयरमा 2036 सालमा स्वतन्त्र उठेर नानीमया दाहाल राजाको पालामा मेयर हुनुभएको हो भने स्वतन्त्रता त्यति बेला थिएन र? थिएन। यहाँ सुन्नुहोस् अझै अर्को कुरो, यो हाम्रो खुल्ला मन छ नि, जो बेचेर खाए, व्यापारी बनाए, अहिलेको अड्डा बनाए। महेन्द्र राजाले जनताको गुनासो केही छ कि एउटा घरहरू नभएको बेलामा केही छ भने माइक दरबारतिर फर्काएर मलाई गाली गरून्, के भन्छन् त जनताले सुन्न पाऊँ भनेर दरबारतिर फर्काएर यो चाहिँ नि खुल्ला मञ्च बनाइदिनु भएको। जनताको गुनासो छ भने त्यहाँ आएर चिच्याओस्, मलाई गाली गरोस् भने स्वतन्त्रता थिएन। स्वतन्त्रता थिएन भने यिनले कसरी बन्दुक उठाए त? यिनलाई बन्दुक उठाउने स्वतन्त्रता कसले दिएको? राजाले जम्मा 2-4 जना मर्दै, यिनले 17,000 मर्दा पनि आँखा बन्द गरेर मार्दै हिँडे। तर राजाले त 3-4 जना मर्यो, ल 19 दिने आन्दोलन बन्द गर भनेर बन्द गराउनु भयो। जनताको नासो जनतालाई दिन्छु भन्नुभयो भने यति बेला किन बोल्ने स्वतन्त्र त्यति बेला थियो त?